पानी पनि आउँदैछ मान्छे नभएको बेला यो नालीमा मैला फ्याँकिदिइहाल्नु पर्यो पानीले बगाउँछ नि नालीमा मैला फ्याँक्नु हुँदैन त अहिले यसरी नालीमा मैला फ्याँक्नु हुँदैन सबै जम्मा गरेर पर पो हाल्नु नालीतिर मैला फ्याँक्नु हुँदैन त होइन त्यो पानी ठुलो आउँदैछ अन्त बगाएर लान्छ भनेर फ्याँकेको नि अन्त कहाँ बग्छ ठुलो पानीमा हेर्छ अर्काको यत्रो मैलै मैला भएको सफा पो गर्नुपर्छ त आफ्नो घर आँगन दैलो त त्यसो भए तिमी सबै टिपेर सफा गर न त अन्त गर्नु त पर्छ यो सबै आँगनहरू सफा गर्नुपर्छ नालीहरू सफा गर्नुपर्छ आफ्नो लागि आफै सेफ्टी हुनु परेन अन्त त्यसो भएदेखि तिम्रो के म गुड्का खाएर भक्कु थुकिदिन्छु त्यहाँ तिम्रो दोकानको छेउ त्यस्तो भनेर हुँदैन त आफूले पनि सफा गरेर सिक्नुपर्छ त्यहाँदेखि अरूले सिक्छ बाहिरको मान्छेले आफै घर दैलोमा मैला परेको थियो त कसले सिक्छ त्यसरी खै तिम्रो यतातिर पनि पुरा फ्याँकेको छ त खै अरूलाई भनेर नि तिमीले त्यो त म सफा गर्छु नि त ऊ नालीले होसरी मान्छेले मैला फ्याँकेर नालीबाट बगाएर नालीमा ब्लक भएर मैलाहरू यस्तो हुन्छ नि त आफ्नै गाउँको जान्छ 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 यो नालीमा यत्रो ठुलो नालीमा किन जाँदैन मैला गइहाल्छ नि गाउँले नै यस्तो हुन्छ गाउँको आफ्नो दैलोमै मैला गर्नु खोज्छ गाउँले कहाँ हुन्छ नि त गाउँलेबाट पो सुरुवात हुन्छ त सफा कसरी गर्नुपर्ने के गर्नुपर्ने भनेर त्यसरी अन्त मैले मात्रै फ्याँकेको छु उति हालेर उस्तो परतिर पनि पुरा फ्याँकेको छ त अन्त के साह्रो बाठी भएकोहरूलाई काहीँ नभएको बाठी अरूहरूले त्यत्रो फ्याँकिरहेको चाहिँ भन्नु सक्दैन खालि मलाई मात्रै भन्छ सला त्यस्तो आँगनभरि मैला छ र पनि भन्नु सक्दैन कसैलाई पनि म कुन दिन हेर्न म भक्कु गोर्खा खाएर यही थुकिदिन्छु हेर्न यही थुकिदिन्छु पनि नालीमा मैला फ्याँक्छ भन्दाखेरि पनि रिसाउँछ हामीलाई त अब अप्ठ्यारो पर्छ अब राम्रो सिकाउँदा पनि बिस्किन्छ जेसै गरेर आफ्नो दैलो सफा गरेर बस्छ भयो हेलो हामीले चाहिँ सानो यो भिडियो उयो बनाएको छौँ यो चाहिँ अब सबैलाई ज्ञान पाओस् भनेर बनाएको होइन कसैले पनि नालीतिर यस्तो मैला धैला नगरोस् भनेर तपाईँहरूलाई अलिकति उयो गराएको जानकारी गराएको यसमा चाहिँ तपाईँहरूले मन पर्यो भने लाइक सेयर गरिदिनुहोस् तपाईँहरूले अब यो भिडियोहरू चाहिँ के सिक्नुहुन्छ तपाईँले हामीलाई कमेन्ट गरेर बताइदिनुहोस्।